हातमा फुल चन्दन अक्षता लिने त्यहाँ होइन, अर्कै काम छ त्यो त्यहाँ अगाडि राख्नु। हाम्रो कर्मको साक्षी हुनुहुन्छ दीपनारायण भगवान। सो जल्दै गरेको दीपलाई साक्षी राखी आजको उपनयन संस्कारको मुण्डन कर्म गर्दैछौँ। सो सदैव मङ्गलमय भएर जाओस्। दीपाय नमः भन्नुहुन्छ। कर्मसाक्षिणे श्री दीपनारायणाय नमो नमः राख्नुहुन्छ। बस अब पृथ्वीको यसो चन्दन अक्षताद्वारा पूजा गर्नुहुन्छ। तिमीहरूले हात जोडेर आँखा बन्द गरेर ढाड सिधा दुईजनै पूजा गर्ने पृथ्वीमा। ओम महाभूरसी भूमिरसी दितिरसी विश्वदाय विश्वस्य भुवनस्य धात्री पृथ्वी द्रियगुंसी ओम भूम्यै नमः। चन्दन अक्षता भइसके पश्चात चन्दन लगाइदिने। चन्दन लगाइएको छैन, श्रीखण्ड चन्दनम दिव्यम गण्डाध्यम सुमनोहरम विलेपनम सुरश्रेष्ठम चन्दनम प्रतिगृहताम। पुष्प राखिदिने। श्रेष्ठ दिदी पुष्पाणिम समर्पयामि। यसो पृथ्वी मातालाई छुने। समुद्र वसने देवी पर्वत स्तन मण्डिते विष्णु पत्नी नमस्तुभ्यं पादस्पर्श क्षमास्वमे। विष्णु पत्नी लक्ष्मी माता हजुरमाथि पाउ राखेको मिक्स गर्ने, यानी कि घोल्ने। अब उठाउने फुल त्यसलाई डाक्ला सबैतिर सेचन गरिदिने। ओम अपवित्रः सेचन मतलब फर्किदिने, छर्किदिने। ओम अपवित्रः पवित्रो वा सर्ववस्थां गतोऽपि वा यस्मरेत् पुण्डरीकाक्षवाय्यन्तर शुचि। उनीहरूलाई सबैलाई छर्किदिने, सबैको शिरमा पुण्डरीकाक्षं पुनन्तु पुण्डरीकाक्षाय नमः। अब एकजनाले औँठी धारण गर्ने। छत्र पवित्र धारणं च कुर्यात्। पानी समाउने कुसको टुक्रा लिएर 4टा कुसको टुक्रा लिने। बसेको भनेर एक एकवटा कुस सबैले दिने। सबैले आफ्नो आसन मुनि लगाउने त्यो कुसलाई। कति दिनको यज्ञ गर्दैछौँ भन्दाखेरि कर्म द्वितीय दिवसमै कर्म जो आज नान्दिक श्राद्ध है, मुण्डन कर्म है। भोलि यज्ञ पवित्र संस्कारमा गायत्री दान आदिको कर्म गर्नेछौँ। सो त्यो यज्ञलाई हजुरले सम्हालिदिने, रक्षा गरिदिने भनेर अब देब्रे हात दाहिने हातले ढाक्ने। यसरी अप सर्पन्विति मन्त्रस्य वामदेव ऋषिः भूतादि विघ्नौ साधने विनियोगा अप सर्पन्तु ये भूता भूमि संस्कृता। ल अब यसो यहाँनिर अक्षताले पूजा गर्ने। ओम हिरण्यगर्भगर्भस्थं हेमबीजं विभावसो अनन्त्य पुण्य फलदा मत शान्ति प्रयच्छमि। छोडिदिनु। त्यसको वर्मणोहम वयम मम भन्ने सकल पाप क्षय प्रदेही छोडिदिनुहुन्छ। त्यसलाई पनि तिनीहरूलाई पनि दिहाल्नुहोस्। त्यो लिएर हामीले हजुरहरूको ध्यान गरेका छौँ। सो हाम्रो निमन्त्रणालाई स्वीकार्नुहोस् भनेर आँखा बन्द गरेर ध्यान गर्ने। ओम मङ्गलम भगवान शम्भो मङ्गलम वृषभध्वज मङ्गलम पार्वतीनाथ मङ्गलाय तनु हरि। मङ्गलम भगवान शम्भो मङ्गलम वृषभध्वज मङ्गलम पुण्डरी मङ्गलम पार्वतीनाथ मङ्गलाय तनु हरः। ओम स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्ददातु एकादशवा मरुतः वृष्णिमातरः तुष्टुवागुंसस्तनो विव्यसे महिर्गन्तो अदितिर्द्योरदितिरन्तरिक्षमदितिर्माता सपिहो शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोकदयः संहवामहे वसो मम आहम जानि स्वगः सुभद्रिकां कां पिल्नवासिनीं दशैतानि नामानि अपठे शृणुया देवी विद्यारम्भे विवाहमा सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वत्र साधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोस्तुते सर्वदा सर्वकार्येषु नास्ति तेषां मङ्गला येषां हृदयस्थ भगवान् मङ्गलाय तनो हरि
तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपतिं तिं गुरस्मरामि वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा अशुभहरण मंगलकर्ण श्री गणपति महाराज प्रथम निमंत्रण आपको पूर्ण कीजिए काम, पूर्ण कीजिए सर्वे काम। ओम गंगणपतये नमो नमः, श्री सिद्धि विनायक नमो नमः, अष्टविनायक नमो नमः, गणपति बाबा मोरिया। ओम गंगणपतये नमो नमः, श्री सिद्धि विनायक नमो नमः, अष्टविनायक नमो नमः, गणपति बाबा मोरिया। मंगल मूर्ति मोरिया, विघ्नेश्वर मोरिया, वरद विनायक मोरिया। मोरिया मोरिया गणपति बाबा मोरिया, मोरिया मोरिया गणपति बाबा मोरिया। बोली गणपति भगवान की आज की आनंद की। ओम श्री गणेशाय नमः। नमस्कारं पूर्वकं सकल मन्त्र पुष्पाञ्जलिं समर्पयामि। हजुर उता राखिदिनु सबैको हातको फूल। नारायण भगवानलाई कुशको आसन राखिदिने। अनेक रत्न संयुक्तं नानामणि गणान्वितं इदं हेममयं दिव्यं आसनं प्रतिक्रियताम्। अब चन्दन नक्षत्रद्वारा पूजा गर्ने एकजना चन्दनद्वारा चन्द्रमा मनसो जातः चक्षुसूर्यो अजायत श्रोत्रद्वायुष प्राणश्च मुखदग्निरजायत। ओम दीपाय नमः एउटा फल राखिदिने। ओम श्री दीपनारायणाय नमः। अनि एउटा फूल लिएर हात जोड्ने अथवा दीपनारायण देवता ध्यानम। हातमा एक एकवटा पुष्प लिने। ओम नम्यस्तनन्त्वाय सहस्रमूर्तये सहस्रपाद शिशिरोर्वाहवे दितेः केशान् वपः। दाहिनेपट्टिको भाग भिजाउने ल। बिजाउने। प्रसूता देव्य आपा उन्दन्तु ते तनुं दीर्घयुत्वाय वर्चसे। अब बाँध्ने, त्यसलाई दुईटैलाई जोड्ने अनि बाँध्ने। कुश सहित जोड्ने ल। एउटा सानो अड्काइदिने कुश। ओ कदयत्रा यस्वा स्वदिते। माथिबाट ओदै माथि थाप ठुलो बनाउनाले ठुलो। अब फेरि पानीले यसो छुने, छुरा घुमाएर छेदन यसो छुवाउने ल। अनि अब यसो छेदन भनेको त्यो उयोले हल्का घोची हल्का हल्का केशमा लगाउनु भयो छुरा। हरि ओम निवर्धयाम युगे नाद्याय प्रजाननराय स्पोखाय सुभजस्त्वाय सुभिर्ज्याय। अब फेरि जल उयो गरिदिने। फेरि पछाडिपट्टिको भागलाई काटेर फेरि गोबरको उसमा लगाउने। त्यसरी भिजाउने अनि काट्दिने, त्यहाँ लगाइदिने। सविद्रा प्रसूता देवी आपा उदन्तो। दाहिनेपट्टिको भागको त्यसरी भिजाउने अनि फेरि काट्दिने, ती लगाइदिने। ओ कदेत्रा यस्वा सदिते स्वदिते मैनुगुङिसि। हातमा छुरा लिइराख्ने ल। अनि कैँचीले काट्ने। छुरा उयो गरे नि त फेरि अब बिचमा भयो। उस्तरद्वारा बालमा स्पर्श छुवाउने। बीच भागमा अब मध्य भागमा निवर्धयाम युगे नाद्याय सुप्रजाननराय स्पोखाय सुप्रस्त्वाय। फेरि घोच्ने अब। अनि फेरि जलले स्पर्श गराउने। गोबरमा हालिदिनु भयो त्यो। अब भिजाइदिनु। ओम जत्सुरेण मज्जयता सुपेशा वप्ता रोमा आयस्यु प्रमुखी। बस लो छोडिदिनुहोस् अब।
मातृका पूजन है, चुडाकर्ण छेवर कर्म है, मुण्डन संस्कार अनि मातृका पूजन। हरि ओम श्री गणेशाय नमः। ओम हम हनुमते नमः। ओम मंगलमूर्तये नमः। ओम श्री गणेशाय नमः। गजाननं भूतगणादिसेवितं कपितजम्बूफलचारुभक्षणं उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं। प्रातः स्मरामि गणनाथमनाथबन्धुं सिन्दूरपूरपरिशोभितगण्डयुग्मम् उद्दण्डविघ्नपरिखण्डनचण्डदण्ड माखण्डनादिसुरनायकवृन्द्यवन्द्यम्। ओम श्री गणेशाय नमः। हातको फुलहरू राखिदिने अनि त्यो तिलनी भनेको जलद्वारा आफ्नो सबैले आफूलाई सबैतिर सेचन गरिदिने। ओम अपवित्र सबै सामग्रीमा ओम अपवित्र पवित्रो वा सर्ववस्थां गतोऽपि वा यस्मरेत् पुण्डरीकाक्ष सभाव्यन्तर शुचिः। जलशुचि थलशुचि, थला बस्ने थल पनि शुचि, जलशुचि थलशुचि सभाव्यन्तर शुचि सबैतिर भयो है। अब औँठी धारण गर्ने तत्र पवित्र धारणं च कुर्यात्। अब त्यसपछि के गर्ने भन्दाखेरि अब हातमा फुल चन्दन अक्षता लिने, उनी दीपनारायण भगवानको ध्यान गर्ने। कर्म साक्षिणी श्री दीपनारायणाय नमो नमः। दुबो पनि लिने, बन्द गर्नु भन्नु न एकछिन। कलशाय नमः अथ ध्यानम्। ओम महादेवदानो साम्बादि मतिमानो महाददो उत्पन्नोऽसि तदा कुम्भो विधृतो विष्णाशयं तत्तयो सर्वतीर्थानि देव सर्व त्वया स्थिता त्वया तिष्ठन्ति भूतानि त्वया प्राणा प्रतिष्ठिता शिव स्वयं तमेवासि विष्णु सप्तं च प्रजापति आदित्य वसवो रुद्र विश्वदेव सपितृका त्वया तिष्ठन्ति सर्वेऽपि यदगाम फलप्रदा तत्त्वप्रसादिमं यज्ञं कर्तुमिहो जलोद्भवा सान्निध्यं कुरु मे देव प्रसन्नो भव सर्वदा। ओम आपम पतये वरुणाय नमः। हातको फुल राखिदिनुहुन्छ। यहाँ ओम श्री वरुणाय नमः। यहाँ हो श्री वरुणाय नमः। अब हातमा फेरि अब अन्तिम गणेशजीको ध्यान गर्ने। अथ श्री गणपति देवता ध्यानम्। ओम हरि ओम गणानान्त्वा गणपतिं हवामहे प्रियाणान्त्वा प्रियपतिं हवामहे निधिनान्त्वा निधिपतिं हवामहे वशो मम अहम जानि गर्भधमः त्वमजासि गर्भधमः गायत्री त्रिष्टुप जगत्यानुषुपङ्क्त्या सह बृहतृष्ण्या ककुप्सुचिभिः शम्यन्तु त्वा सस्तुमा सछन्दसावृतः सप्रमारिकयः सप्तदेव्याः पूर्वेकां पन्थामनुदृश्य धीरा अन्वालेभिरेरथयो नरस्मिन् जजागतो दूरमुदैति दैवं तदुसुप्तस्य तदेवेति दुराङ्गमञ्ज्योतिरेकान्तन मे मनः शिवसङ्कल्पमस्तु अस्तु शिवसङ्कल्पमस्तु। गणेशजीमा राखिदिनुहुन्छ। भयो। अब आदित्यादिः पूर्व संकल्प सिद्धिरस्तु। गतकौशे गोत्रोत्पन्नस्य रामबहादुर नाम्नी ब्राह्मण हो सपत्नी। तपाईँको के थियो नाम? ठिक है माया। नारायण नाम्नि ब्राह्मण हम सभार्य धनमाय नाम्नि देव्याय अस्मात् पौत्र यतन नाम्नि ब्राह्मणो अस्मात् मध्यमपुत्रः गोपाल नाम्नि मम कुमारस्य विजय गर्भसमुदभावेरुणो निवर्हणेन बलायर्वर्चोभिवृद्धिद्वारा श्री परमेश्वर प्रीत्यार्थं षोडकर्णसंख्यं कर्मः द्विजत्वसिद्धये वेदध्यायिनः अधिकारार्थम् उपनयन कर्म ब्रह्मवर्चस संपादन पूर्वक श्रोत स्मार्त कर्म अनुष्ठान अधिकार सिद्धये वेदारम्भः कर्म कृत्वा द्यश्रम प्राप्ति द्वारा श्री परमेश्वर प्रीत्यार्थं समवर्तनः कर्म तत्र ग्रहनिकुल्य सिद्ध्यार्थं ग्रहयोग्य कर्म च करिष्ये तदांगः भूतं स्वस्ति पुण्यः वचनं मातृका पूजनं वसुधारा पूजनं। आयुष्य दिन घृतकौशिक गोत्रमा हुन गइरहेको बटुकहरूको उपनयन संस्कारको आज पूर्व दिन नान्दिक श्रद्धा मातृका पूजन है
अनि लड्डुकरण संस्कार आदिको कर्म हुन गइरहेका छौँ। के म लगन बोलाउनु आँटेको छु? सबैजना तयारी? सबैजना तयारी? र घृतकौशिक गोत्रमा जन्म लिएर आएका दुवै बालकको आज, जसमा रामबहादुर सपत्नी टिकामायाको नाति हुनुहुन्छ है, नारायण सपत्नी धनमाया को पुत्र, दुवै पुत्र यातन र गोपाल नाम गरेका दो बटुकहरूको आज पूर्व दिन बक्वा संस्कार आदि, लग्न संस्कार आदि, लग्नकरण संस्कार आदि है, भारबन्धन, धान्य छेदन इत्यादि कर्म गरेर हामी लगन बोलाउन गइरहेका छौँ। के म लगन बोलाउँ? ओम मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीक तनु हरि वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभा निर्विघ्नं कुरु मे देवा सर्वकार्येषु सर्वदा। र आजको यस शुभ लग्नलाई म बोलाउन गइरहेछु। के सबैजना तयारी? धान बोक्ने तयारी? चामल बोक्ने तयारी? पिठो भुट्ने तयारी? भार बोक्ने तयारी? सेउली बोक्ने तयारी? शङ्ख घण्ट बजाउने तयारी? हल्ला गर्ने तयारी? बाजा गाजा बजाउने तयारी? के म शुभ लग्न बोलाउँ त? अब फेरि अब गएर जब यहाँ सुरु हुन्छ तब बजाउने कि। अब दुईपल्ट छ लास्ट। स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति न पूषा विश्ववेदाः स्वस्ति नस्तारिक्षो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर् ददातु। त्यो दुईजनाले बोक्छन् कि अलग हुन्छन् तिनीहरू? उनीहरू दुईजनालाई देऊ। त्यो गाँठो कसरी फुकाल्छ देऊ। यसरी मैले सिकाइदिइरहेछु। त्यो गाँठो सुर्कानो चाहिँ यसरी निकाल्ने, यसरी निस्किन्छ गाँठो। त्यो यसरी खोल्यो भने सबै घोप्टिन्छ नि फेरि यसरी। कि म शुभ लग्न बोलाउँ त? ओम भार बोक्ने तयारी? घन्टी बजाउने तयारी? दियो कलश बोक्ने तयारी? कलश बोक्ने तयारी? धान बोक्ने तयारी? हल्ला गर्ने तयारी? बाजा गाजा तयारी? सेउली बोक्ने तयारी? यजमान तयारी? बटुकहरू तयारी? के म शुभ लग्न बोलाउँ त? ओम महाश्रीश्चते लक्ष्मी सपत्न्या बहुरात्रि पार्श्वे नक्षत्राणि रूपमश्रिणुर्व्यातं ईशान्यखाडं मुम्बईखाडं सर्वलोकं मुम्बईखाडं। के हल्ला गर्ने तयारी? के म अर्को अन्तिम पल्टको लगन बोलाउँ त? दियो कलश बोक्ने तयारी? धान छर्ने तयारी? लगन गाँठो सुर्काउने तयारी? दुईटा कलश बोक्ने तयारी? दाल बोक्ने तयारी? भारी बोक्ने तयारी? गुरुजीहरू तयारी? ठेकी बोक्ने तयारी? पिठो भुट्ने तयारी? सम्पूर्ण श्रोतावृन्दहरू तयारी? बाजा गाजा तयारी? शुभ लग्न भयो। देख्ने भने चाहिँ हैन हाम्रो उल्टो उल्टो हाम्रो त्यसलाई के भन्छ त्यो हनुमान मन्दिर छ नि
दिवस चाहिँ हामी मनाउँदैछौँ हाम्रो नातिको वर्तमान गरेको अब म त भन्नु जान्दिनँ लु यो चाहिँ किन बनाइन्छ यो हाम्रो अब पुर्खालीले दिएको यो चाडबाड छोराहरूको लागि ठुलो बिहा भन्दा ठुलो यो वर्तमान हो कर्म गरेको
वत्सल भगवानको जय हो। र सकल मन्त्र पुष्पाञ्जलिम समर्पयामी र त्यो सम्पूर्ण हातमा भएको सामग्री पहिलो निमन्त्रणा भन्दै गणेशजीलाई दिनुपर्छ है र हाम्रो कार्यलाई तब भगवान श्री गणेशजीको माध्यमद्वारा पहिलो पूजनद्वारा सिद्धि प्रदान गरिदिनुहोस् सफल पारिदिनुहोस् भन्दै लगेर गणेशजीको अगाडि राखिदिने र हाम्रो उपनयन संस्कार जो मेरा नातिहरू उपनयन संस्कार सफल पारिदिनुहोस् भन्दै भगवान गणेशजीलाई निम्तो राखिदिनुहुन्छ हातमा विभिन्न प्रकारका वस्तुहरू लिएर ल अब भगवान श्री गणेशजीलाई निमन्त्रणा दिइसके पश्चात अब आफ्नो पुनः आसनमा विराजमान भई पवित्र बरी 4टा पवित्र बनाएको छु मैले तिनीहरूलाई पनि दिनुपर्छ 4टा रहेछ होइन यहाँनिरको लागि तिनीहरू 4टा छ भइहाल्छ बाबा आमाहरूलाई हो हरि ओम महापसर्वण विधि मन्त्रस्य वामदेवऋषि त्रिष्टुप छन्दः भूतादि विघ्नोत्सादने विनियोग अपक्रमन्तु भूतानि पिशाच शरदो दिशा सर्वेषां विरोधेन पूजा कर्म समारभे र अब अलिकति पूर्वपट्टि यसो छाडिदिनुहुन्छ पूर्वे रक्षतु गोविन्द अलिकति पूर्वपट्टि आग्नेय श्रीधरस्तथा आग्नेय बा बसेकोपट्टि यो खम्बामा अब यहाँ दक्षिणपट्टि दक्षिणे नरसिंहस्स नैऋत्यं पातु माधव पश्चिमपट्टि वायुभ्य च जनार्दन उत्तर हो उत्तरपट्टि ईशानपट्टि र आकाशमा अलिकति पृथ्वीमा अलिकति ल मुठी बनाउने आफ्नो शिर वरिपरि 3 पल्ट घुमाउने अब फेकिदिने पछाडिने अब हात पखाल्ने त्यो तिलानी पानीको डाँक्लाको जलद्वारा त्यो डाँक्लाले हस्त प्रक्षालनम बस अब के गर्नु सङ्कल्प गरेर पनि ल गोदान तयारी गरौँ लु गौदान हिजोको जस्तै वर्ण गौदान एउटा गौदान 2टा वर्ण गर्नुपर्छ लु बोलाउनुहोस् आर्याभिं समय कलो कलियुगे अतालादि अतल वितल सुतल तलातल रसातल पातल सप्तभुवनानां परिभागे भुवादि भू भुवस्वाहा महाजन तपसत्यलोक सप्तभुवनानां अधोभागे पंचाशतकोटि योजन विस्तीर्य वनान्तर्गत सप्तद्वीप मध्यवर्ती जम्बूद्वीपे तत्रापि भारतवर्षे भारतखण्डे आर्यावर्तन्तगते ब्रह्मा वैवर्तक देशे हिमालय गोवर्धन अनेक पर्वत समन्विते गंगा यमुना सरस्वती गंडकी अनेक सरित भीपाविते शालिग्रामादि विराजिते रामकृष्णादि दशवतनां मध्ये वर्तमाने बौद्धवतारे भारत राज्यांतर्गत जलपाईगुड़ी मंडलांतर्गत बाखराकोट डाणलाइनीय ग्रामस्थाने षष्ठी समस्या मध्ये सिद्धार्थी नाम्नि संवत्सरे रवि उत्तरायणे वसंत ऋतौ वैशाख मासे शुक्लपक्षे दशमां तिथौ शिशु बुधवासनाम्बितायां शिशूर्ये मेष राशिस्थितेषु चंद्रमा सिंह राशिस्थितेषु अन्येषु ग्रहेषु यथा यथा स्थानस्थितेषु सस्व एवं ग्रहगण विशेषेण विशिष्टायां अध्येय शुक्लयजुर्दिनीया माध्यन्दिनीया वेदाध्यायिन शाखाध्यायिन घृतकौशिक गोत्रोत्पन्नस्य राम बहादुर नाम्नि वर्मणस्य अम्बवन्नोस अस्मात् शपथनीतिका नाम्नि देव्यायं तथा च छोरा नारायण नाम्नि तथा च रोशना नाम्नि यातन नाम्नि तथा च गोपाल नाम्नि वर्मणस्य सपरिवार वितोऽहं च अद्य दिने बालकः उपनयन आदि कर्मणान्तर्गतः दीपकलश गणेश पूजन कर्माणि चतुर्थ वेदादि पूजन कर्माणि ब्रह्मा विष्णु महेश्वरः पूजन कर्माणि तथा च साम सदा शिव पूजन कर्मणि तथा च लक्ष्मीनारायण पूजन कर्मणि दशां सवनादि हवन कर्मणि पाठादि कर्मणि तथा च अष्टकलश कुंभ पूजन कर्माणि तथा च उक्त कर्मणान्तर्गत सकल शास्त्र श्रुति स्मृति प्राणफल प्राप्ति कामनाय कायिक वाचिक मानसिक सांसर्गिक भक्ष्य लोह्य
दुष्य चोष्य जातिकरण मालिनीकरण जाति भ्रंशकरण आदि समस्त पापानि वित्यार्थकम् आयु आरोग्य ऐश्वर्य प्राप्ति कामनाय तथा च व्यापारे उद्योगे कृषिकार्ये सर्वत्र समुचित फल प्राप्ति कामनाय च व्रतबन्धः उपनयन आदि कर्मणे च पूर्व गौ अभावे द्रव्यदान कर्मणि तथा च ब्राह्मण वर्णं च प्रतिज्ञा संकल्पं च वयं करिष्यामहे छोड्दिने त्यो पैसामा कुछ टुक्रा पानी सबै जाग्रतो दूरमुदयति दैवं तदुसुप्तस्य दैवैते दौरङ्गमं ज्योतिखान् ज्योतिरेकन्तन मे प्रणः शिव सङ्कल्पमस्तु। एउटा चेन्ज पैसा लिएर पानी समाउनु त दान प्रतिष्ठा गोदान प्रतिष्ठा त्यो डाक्लाले हान्नु नि पानी चाहिँ दाहिने हातमा हातले पैसा लिनु हत्केलामा लिनु नि पैसा अम्ला त पानी नै अडिँदा हो। अध्यत्यादि अध्यय पूर्व संकल्प सिद्धिरस्तु शुक्रो मंदरि पोकलिश्च जनिता साग्नि सरो देवते मध्ये वर्तुल पर्वदिक दिनकर कुर्या सदा मंगलम राम ह्रीं रुम रौर हरि ओम। जति पनि हुनुहुन्छ उहाँहरुको हातमा एक एकवटा पुष्प दिनु ल पछाइबाट देऊ न। हरि ओम विभ्राट बृहत् पिबत सौम्य मध्वायुधर्धन्य प्रताप विरुतं वात ज्योतो जो अभिरक्षति मना प्रजा भवोक पुरुधा विराजते उदोत्यं जात वेद संदेवं वान्तिके तव दृशे पश्चिम दिशामा नमस्कार गर्दिने पश्चिममा विश्वाय सूर्यं जैन पावक चक्षुषा वरण्यं संजना तां वरुण पश्यसे देव्यावतरजो आगत गुणरथेन सूर्यतजं रविशुक्रा बृहस्पतिं पञ्चैतान् संस्मरेत् नित्यं वेदवाणीं प्रवर्धयेत् कमलयोनि तां वरुण पश्यसे देव्यावतरजो आगत गुणरथेन सूर्यतजा मध्वाजनगं सामन्तादे तं प्रणायं वेन सुचिरं देवानां तां प्रज्ञता पर्वता विश्वदेवता ज्येष्ठतातिं वारेहि खदगो सविर्धं प्रदेशिनं वृजनन्दो असेधुनिमा सञ्जयन्तमनुया सुवर्धसे अयं वेनस्तोदयत् वृष्णिगर्भा ज्योतिर्जरा युरजसो विमाने इममपागु सङ्गमे सूर्यश शिशुन्न विप्रा मदे वीर्यन्ते चित्रं देवाना उदगादनेकं चक्षुर्मित्रस्य वरुणस्याग्नेः आप्रात्यावापृथिवे अन्तरिक्षभूमिसूर्य आदिमा जगतस्तस्तु गच्छान इडा विविशते सुसते विश्वानरः सविता देव एतो अभिजता जुबानो मत्सतानो विश्वं जगदभिपृथिव्ये वनिका जजगिच्छ वित्रहन्नोदगा अभिसूर्य सर्वं तदिन्द्रदेवसे तरडिर्विश्वदर्शसो ज्योतिषकृशसूर्य विश्वमाभासिलोचनं यस्सूर्यस्य देवतन्महितं मध्या कर्तोऽपि ततगुं मान्धादिराजाय भ्रतराजाय दिक्पालेभ्यः दिदिभ्यः नक्षत्रेभ्यः योगेभ्यः वारेभ्यः करणेभ्यः वातेभ्यः मेघेभ्यः समुद्रेभ्यः आदिभ्यः इष्टदेवेभ्यः कुलदेवेभ्यः स्थापितदेवेभ्यः भैरवाय भैरवे विन्दवासिन्ये स्थानविशेषाधिपतिदेवताभ्यः भौरवस्वाग्न्याय वरुणाय सावित्र्यै विष्णुवाय विष्णुदेव मरुत्सर्ग प्रजापतिष्ठदेवेभ्यः अहम् आवनं च अहं करिष्ये आवं करिष्यामहे छोडिदिनुहोस्। दादाले पानी समाइदिनु तपाईँले यो पक्रिनु ल उयसमा पानी हालेको रहन्छ मेरो लोटामा पानी दिनु त यो चाहिँ जान्ने मान्छे चाहिन्थ्यो घिउको हवन गर्न अब छोडिदिनुहोस् म आफै गर्छु तपाईँ जानु उतै यो घिउको हवन चाहिँ हामीले गर्नु छेत्रीले जान्दैन म आफै गर्छु सङ्कल्प भइहाल्यो हो हवन गर्ने ल अब एकजना पहिला पानी समाउनुहोस् ल ओम प्रजापते
ओम विष्णवे स्वाहा ओम विश्वदेवेभ्य स्वाहा मरुद्भ्य स्वाहा ओम सर्केभ्य स्वाहा आवसेन तरुणेन कुमारेण च मेवतार्पार्वाणघो रेणुककां प्रणुदन्तां वसुवने वसुदेशन्दुजा ओम देव्ये स्वाहा ओम नमः संभवाय च मयोभवाय च नमः शंकराय च महेश्वराय च नमः शिवाय च शिवतराय च शिवाय स्वाहा अत्र पाणिजगस्पर्श विष्णोररातमसि विष्णु सतेस्तु विष्णु षोडशे विष्णु ध्रुवौ से वैष्णवसे विष्णवे त्वा विष्णवे स्वाहा स्वाधारं गगनसदृशं मेघवर्णं सुमांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं। उयो ऋषिमा चढेको थियो त्यो फुल ऋषिहरूमा राखिदिने ल विष्णुलाई सम्झिँदै। विष्णु स्वरूप कुमार कुखुरा आयो भने यो अगाडि राखिदिउँ त्यही भएर जहाँ राखिदिनु हुन्छ। औरतिर भाइ औरतिर गोदानमा हो। ओम पूर्व संकल्प सिद्धिरस्तु अध्येय घृतगौशिक गोत्रोत्पन्नस्य यातन नाम्नि तथा च गोपाल नाम्नि वर्मणोऽहम् अहं मम मन्ये अहं मम कुमारः नाम्नः कुमारस्य अद्य पर्यन्तं कृतस्य कामचारः दोषस्य पनोदनार्थं तत्प्रायश्चितस्वरूपः कृच्छ गोप्रत्यम्नाहि भूतमिदं प्रचलितं द्रव्यं वनस्पतिदैवताकं ब्राह्मणाय भारद्वाजगोत्रोत्पन्न ब्राह्मणाय यथा नाम्नि सुपूजिताय ब्राह्मणाय तुभ्यमहं सम्प्रददे तस्सन्न मम। त्यही छोडिदिने गोदानमै हातमा फुल लिएर प्रार्थना गर्ने। कपिले सर्वदेवानां ल्याउ फुल कपिले सर्वदेवानां पूजनीया शिरोहिणी तीर्थदेवमय्यस्मात् अथ शान्तिं प्रयच्छ मे। गावो मे अग्रतः सन्तु गावो मे सन्तु पृष्ठतः गावो मे हृदये सन्तु गवां मध्ये वसाम्यहं। पूजितासि वसिष्ठेन विश्वामित्रेण धीमता सुरभिहर मे पापं यन्मया दुष्कृतं कृतं। फुल राखिदिने त्यो गोदानमा ल ध्यान दिनुपर्छ है। एक एकवटा पैसा लिएर पानी समाइदेऊ फेरि त्यो होइन यताउता फाल्टो पैसा। अध्ययकृते तद कामचार दोष निवारणः निमित्तक कृतस्य गोदान कर्मणः सांगत सिद्ध्यार्थम् इदं प्रचलित द्रव्यं वनस्पति दैवतं पूर्वोक्त गोत्राय शर्मणे ब्राह्मणाय तुभ्यमहं सम्प्रददे। ती राखिदिने पैसा एउटा तिलानी पानी यसै घुमाउने डाक्लाले हो त्यो डाक्लाले। यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिण पदे पदे। फेरि फुल्लिने नमस्ते कपिले दान देवी संसारनागवतारिणे द्विजेन्द्राय ददानि त्वं प्रसन्न भव सर्वदा। ओदात् अस्मात् आदात् कामोदात् कामाय दद कामदात् काम प्रतिगत कामै तत्ते। खोइ गुरुजीलाई त्यो गोदान उठाएर दिने। ल हामी गर्दै गरौँ ल अहिले दिउँला। एउटा कुस लिएर फेरि त्यो यसो छोडिदिने त्यही समाइरहने कुस लिएर पानी समाउने ल। ओम पूर्व संकल्प सिद्धिरस्तु अध्येय घृतकौशिक गोत्रस्य यातन नाम्नि कुमारस्य तथा च गोपाल नाम्नि कुमारस्य अद्य पर्यन्त कृतः कामबाध दोषपनोदनार्थं तत्प्रायश्चित स्वरूप कृच्छ गो प्रत्यम्नाहि भूतमिदं प्रचलित द्रव्यं वनस्पति देवताकं ब्राह्मणाय सुपूजिताय तुभ्यमं सम्प्रददे तस्सन्न मम। छोड़ दिने
अहम ब्रह्मचर्यम आगमत इति ब्रूहि भन्ने भाइहरूले ब्रह्मचर्य मागम भन ब्रह्मचर्य मागम अब हामी ब्रह्मचारी हो ब्रह्मचारी नै भएर बस्छौँ सधैँ ब्रह्मचार्य धारण गर्दछौँ भन्ने है ब्रह्मचर्यांसि ते ब्रूहि ब्रह्मचार्य सानी भन ब्रह्मचार्य सानी बेला भयो अनि टाइम ढिलो हुन्छ गोदान पक्रिहाल्छ नि त भाइ गोदान ल त यज्ञमा यहाँ राखिदिएर अच्छा यहाँ अति राख्दैन यहाँ राख्दैन ल बस भइगयो ल पानी समाउ फेरि भाइहरूले पानी समाउने एक एकवटा कुस्लेर ओम यनेन्द्रायति मंत्रः अंगिरसरिषे प्रियतिर्छन्दो बृहस्पति देवता वासः परिधाने विनियोगः पानी भुइँमा छोडिदिने आसनमा होइन यता भुइँमा फेरि पानी समाऊ फेरि हातमा पानी लिने हो त्यो अनेन्द्राय बृहस्पतिर्वासः पर्यदधादमृतं तेन त्वा परिदधाम्यायु हे दीर्घायुत्वाय बलाय वर्चसे छोडिदिने फुल्लिने हातमा फुल्ल्यो ओम विष्णवे नमः ओम साम सदा शिवाय नमः यौतौ शंख कपाल भूषित करो मालास्ति मालाधरो देवो द्वारमति श्मशान निलयो नागारिगो वाहनो धृत्यक्षो बलिदक्ष यज्ञमदनो श्रीशैलजा वल्लभो पापं मे हरतां सदा हरिहरो श्रीवत्सगङ्गाधरौ अगाडि यज्ञमा राखिदिने अगाडि 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 उनीहरू ऋषिहरू भएको ठाउँमा पर आचमन गर्ने आचमन भनेको बुझ्छ एउटा दुनाहरूमा पानी हाल्ने अनि सुरुप 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 3 खेप खाने पानी ल्याउँदैन पालै पिलो गर्नु ल यता पहिला त्यही पानी उगाऊ अलिक उगाऊ दुईजनालाई पुगोस् ल त्यो पानीले अब दाहिने हातमा हाल्ने ओम सुरुप खाने केशवाय नमः खरी खाने ओम नारायणाय नमः खरी खाने माधवाय नमः हात धुने तिनीहरू हस्तौ प्रचल्य गोविन्दाय नमः अब भाइलाई पनि दिने अलिक हात धुँदा भयो अलिक पछाडि खाउँछ उतापि आसन सबै भिज्छ ओम केशवाय नमः खाने ओम नारायणाय नमः ओम माधवाय नमः हात धुने फेरि हस्तौ प्रचल्य गोविन्दाय नमः दुना साइडमा राखिराख्ने अहिले चाहिन्छ एक एकवटा कुस लिएर फेरि पानी समाउने विनियोग ओम इयं दत्तमिति मंत्रस्य वामदेव ऋषि त्रिष्टुप्छन्दो इदं दुरुक्तं मेखला देवता मेखला बन्धने विनियोगः छोड़ दो हाथमा फुल्यो ओम इयं दुरुक्तं परिवादमाना वर्णं पवित्रं पुनातिमा आगत प्राणपानाभ्यं बलमादधान स्वान स्वश्वास देवी शुभगा मेखलेयं अगाडि अर्घ्यमा राखिदिने फुल ओ यहाँ 8वटा कलश छ देख्यौ लस्करै 8वटा रहेछ नि ल पल्ला छेउदेखि सबैमा अक्षताले पूजा गर्दैन लिएर जाऊ अक्षता एक काम गरेर दुनामा सबै चढाउँदै लाँदै खनाउँदै गर्न आऊ यतै त्यहाँ अप्ठ्यारो हुन्छ कि यतै आऊ यतै आऊ
यो धुनामा सबै चढाउने ल यहीँ राख्नु ल त्यहाँनिर पञ्चोपचार चढिदिने पाद्यम अर्घ्यम आचमनियम धुनामा चढाउने पाद्यम अर्घ्यम गयो है ए अर्घ्यम आचमनियम पुनः चढाइदेऊ सबै बटुकाको सबै चढाउनु पऱ्यो नि त्यो कहाँ राखेको त्यो बटुका त्यही राख चम्चीले उमाउँदै चढाउँदै पाद्यम समर्पयामी भयो राख भयो त राख न अर्को अब अर्घ्यम समर्पयामी भयो आचमनियम जलम समर्पयामी पुनराचमनियम जलम त्यसको चम्ची यहाँ आएछ ल्याउ घिउसँग केही हुँदैन पुनराचमनियम जलम समर्पयामी भयो पञ्चामृत समर्पयामी चन्दनक्षत चौदेवले गन्धाक्षतः चन्दनम् अक्षतां समर्पयामि अष्टकलशाय नमः भयो फुल चढाइदेऊ अलिकति एउटा फुल राखिदेऊ ल सानो भाइलाई देऊ त्यो धुना उहाँ माथि एउटा कलशमा खनाएर आउनु भाइले त्यो 8वटा कलशमा चाहिँ माथि कलशमा कलश छ नि कलश लोटा यहाँ लस्करै लोटा राखेको छ नि अब त्यो माथिको लोटा माथि हालिदेऊ खनाइदेऊ बस धुना लिएरै आउनु चाहिँ अब यसमा गर्नु फेरि हँसिया नै चढाउनु चढाउ पाद्यम समर्पयामि अर्घ्यम समर्पयामि त्यो धुना राख अहिले फेरि चाहिन्छ अर्को धुना आचमनियम पुनराचमनियम पञ्चामृतम अक्षता चन्दन चढाइदिने अक्षतां चन्दनम फुल राखिदिने एउटा पुष्पम ल त्यो भाइलाई दिने एउटा भाइ त्यो अर्को कलशमा चढाएर हो त्यो जो धुना यता राख्ने हो यसमा फेरि चढाइहाल्ने पाद्यम अर्घ्यम सबै पाद्यम अर्घ्यम आचमनियम समय आचमनियम पुनराचमनियम पञ्चामृतम कुनमा भयो भाइ दुईटामा भएन याद गर्नु ल पञ्चामृतम चन्दन अक्षत राख्ने फुल राख्ने एउटा पुष्पम ल त्यो भाइलाई दिइहाल्ने अर्को फेरि पाद्यम अर्घ्यम आचमनियम पुनराचमनियम पञ्चामृत शुद्धोदक जल चन्दन अक्षत राख्ने फुल राख्ने पठाइदिने लैजाऊ भाइ अर्को दिने भाइ ध्यान यतै है ल ध्यान एकदम दिनुपर्छ पाद्यम अर्घ्यम आचमनियम पुनराचमनियम पञ्चामृत शुद्धोदक जल स्नान फुल राखिदिने पुष्पम समर्पयामि अर्को धुना फेरि गरिहाल्ने पाद्यम अर्घ्यम आचमनियम पुनराचमनियम पञ्चामृत शुद्धोदक जल स्नान चन्दन अक्षत राखिदिने अर्कोमा फेरि कतिवटा भयो पाद्यम अर्घ्यम आचमनियम पुनराचमनियम पञ्चामृत शुद्धोदक अक्षता चढाउने फुल चढाउने गर्दै भयो अर्कोमा फेरि लास्ट हो
पाद्यम अर्घ्यम आचमनीम पुनराचमनीम पय पंचांग शुद्ध स्नान अष्टकुंभाय नमः अक्षताम अम या गच्छ या तिष्ठ यावत् पूजं करोमि तावतं सुस्थिरो भव सुप्रसन्न सदैव वरदो भव। लागेर चढाइदेऊ ल छिट्टो चढाएर आऊ यहाँ पानी समाउने ल। ल एक एकवटा कुस लिएर पानी समाऊ दुईजनाले नै। कुस कुस आद्य पूर्व संकल्प सिद्धिरस्तु अध्येय घृतकौशिक गोत्रस्य यातन नाम्नि कुमारस्य वर्मणस्य तथा च गोपाल नाम्नि वर्मणस्य मम भन्ने द्विजाचारः प्रत्यार्थं यज्ञोपवीत धारणाधिकार सिद्ध्यार्थं इमानि ताण्डूलपूर्णकास्य पात्राणि सफलानि यज्ञोपवीतानि ब्रह्मदैवतानि नाना नाम गोत्रेभ्यो नाम शर्मणेभ्यो ब्राह्मणेभ्यो धातुमहं उस्सृजेत्। यता भुइँमा छोडिदिने त्यो पानी। भाइ कहाँ छोडिदेऊ एउटा पैसा 8वटा पैसा ल्याउ छ भने छैन नि एउटै ल्याऊ पुग्दैन होला एउटै ल्याऊ। त्यो कलशको दक्षिणा ल पानी समाऊ। आद्य प्रेगादशवा मरुतः कृष्णे मातरः शुभं जाभानो विदधे खोजगमयः अग्निर्जौवा मानवः शूरचक्षसो विश्वेनो देवावसागमन्य भद्रं कर्णेभिः शृणुयामदेवा भद्रं पश्येमाक्षाभिर्जजतराः स्थिरैरङ्गैर्तुष्टुवा गोषस्तनोर्बिभ्यसे महिदे वायितं जदायुः। भयो तिनके म भन्छु तिमीहरूले पनि मैले भनेपछि भन्ने ल। सुरु गरे ल यता ध्यान देऊ है। यज्ञोपवीतमिति मिति मन्त्रस्य परमेष्टि ऋषि त्रिष्टुप छन्दो लिंगोत्ता देवता श्रौतस मार्त कर्मानुष्ठान सिद्ध्यर्थम मुप पवित धारे विनियोग। फेरि ल हम यज्ञोपवीतमिति ध्यान देऊ भाइ भाइ यता ध्यान देऊ। यज्ञोपवीतमिति मन्त्रस्य परमेष्टि ऋषि त्रिष्टुप छन्दो
लिंगोत्त देवता श्रौत स्मार्त कर्मानुष्ठान सिद्ध्यर्थम मुपवीत धाने विनियोग फेरिला ओम यज्ञोपवीतमिति मंत्रस्य परमेष्टि त्रिष्टुप छंद लिंगोत्त देवता श्रौतस मार्त कर्मानुष्ठान सिद्ध्यर्थम मुपवीत धारणे विनियोग। लो अब यज्ञ पवित्र धारण गराइदेऊ गुरुजी। यज्ञोपवीतं परमं पवित्रं प्रजापतिर्यत्सहजं पुरस्ताद् आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज। पूजा गराइदेऊ अनि धारण गराइदेऊ ल। अक्षताले यसो जनैलाई पूजा गरेर ओम यज्ञोपवीतं परमं पवित्रं प्रजापतिर्यत्सहजं पुरस्ताद् आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज यज्ञोपवीतमसि यज्ञसत्त्वा यज्ञोपवीतेन पनयामि यज्ञोपवीतमसि यज्ञसत्त्वा यज्ञोपवीतेन पनयामि। लो ओम कल्पयन् ब्राह्मणोस्य मुखमासीत् बाहुराजन्यः कृतः उरुतजद्वेष्यः पत्याङ्गुं शूद्रो अजायत। ओम यज्ञोपवीतमसि यज्ञसत्त्वा यज्ञोपवीतेन पनयामि यज्ञोपवीतं परमं पवित्रं प्रजापतिर्यत्सहजं पुरस्ताद् आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज। मृग चर्म छ छैन नि? ल दण्डको अगाडि राखेर सेउलाहरू राखेर पानी समाउने सेउला दण्डहरूलाई राखेर।
आसन छाड्नु पाउँछ मैले कहिले झोलाको यो जो नि यो भवती भवती भिक्षां देहि भवती भवती भिक्षां देहि भवती भवती भिक्षां देहि भवती भवती भिक्षां हजुर मान्छे भवती भवती भिक्षां देहि भवती
बस्ने भएन, जहीँ पाए त्यही खानु भएन, जे पाए त्यही बोल्नु भएन, के गर्नु भएन, मुख चलाउनु भएन, ठट्टा गर्नु भएन। बस तिमीहरूको क्लास गरिहाल्नु। तल बस हातमा तिरानी पानी ल्याऊ भिडियो पानी धेरै पर्छ इन्द्रस्य ते मन्त्रस्य प्रजापतिरिषिः यजुर्देवता लिङ्गदेवता जपे विनियोगः छोडिदिने आत्मा खोलिदिने इन्द्रस्य ब्रह्मवर्तस्य रविराजविराजतामहम् आचस्मान् यज्ञमा राखिदिने थियो हम देव सवित्रे परिददामि अष्टौषधिभ्यां परिददामि लोक मन्त्र दान आचरण गराए मन्त्र दान भवत् पुनः तदोऽपि खङ्ग्राम शासनानि शनैरपि नदोऽपि राजधायत विराजो अधिपूर्वः सजातो चरिततपसा भूमिमधो पुरः तस्माद्धन्या सर्वभूतरित सामान्यजनित छन्दा Find out who he is. Go. Hurry up.
भिडियो बनाउँदैछु ल भिडियो Thank you.